Hello everyone, welcome back to my YouTube channel. इपिएसको एग्रिकल्चरतर्फको इक्जाम सकिएसँगै एचआरडी कोरियाले चाहिँ रिजल्ट निकालेको छ भर्खर। तपाईँ वेबसाइटमा गएर आफ्नो रिजल्ट पनि हेर्न सक्नुहुन्छ र एचआरडी कोरियाले निकालेको रिजल्ट अनुसार कटलाइन चाहिँ एकदम हाई नै आएको छ। धेरै साथीहरूले कटलाइन अलिक कमै हुन्छ भनेर भने पनि कटलाइन चाहिँ एकदम हाईमा आएको छ। यसपालिको कटलाइन चाहिँ 39 रहेको छ भने मेनमा पनि 39 थियो। इक्जाम चाहिँ अरू देशको तुलनामा नेपालमा चाहिँ एकदम हाई नै हुने गर्छ कटलाइन चाहिँ, किनकि यहाँ धेरै कम्पिटिसन छ। पास हुनुहुने सम्पूर्ण साथीहरूलाई बधाई दिन चाहन्छु र यसपालि इक्जाम बिग्रने साथीहरूलाई चाहिँ अर्कोचोटि चाहिँ एकदम कडा साथ मेहनत गर्नुहोस् भन्न चाहन्छु।